अब चाहिँ अति भयो, भोलि यत्रो ठुलो टिभीमा राखेर हाम्रो अकाउन्ट एक रुपियाँको हामीसँग हिसाब छ, त्यो पैसा कहाँ गएको छ, कुन ठाउँमा गएको छ र कुन मान्छेलाई समेत गएको छ हामीसँग फोन नम्बर हुन्छ हैन। हामीलाई थाहा थियो यस्तो दिन आउँछ भनेर, कुनै दिन त आउँथ्यो हामीलाई खुट्टा तान्नेहरू त हैन, हामीलाई थाहा थियो। र रह्यो कुरा एनजिओ को, हामी नेपाल इज एन एनपिओ, हामीलाई एनजिओ मन नपरेर हामीले एनपिओ भनेर राखेको हामीले है। र त्यसको पनि एभिडेन्स हामी भोलि देखाइदिन्छौँ, ढड्डै पल्टाएर मजासित ल यहाँ यो छ, हाम्रोमा यो आधारमा हामीले यो आन्दोलन गरेको हैन, यो हाम्रो फाइनान्स हो, हामीसँग भएको पहिला यति रुपियाँ छ र कुन चाहिँ युएसएआइडी देखि लिएर कुन चाहिँ युएसआइएनजिओसँग हामीले पैसा लेखेर छ, 1 रुपियाँ देखाउ ल, 1 रुपियाँ मात्र देखाउनु हैन, धेरै परेन, मैले भने त 1 रुपियाँ मात्रै हाम्रो यो फोरेन आइएनजिओहरूबाट लिएको मात्र देखाउनु ल, 1 रुपियाँ $1 मात्र लिएको देखाउनु न, बाँकी पर्दै पर्दैन। हाम्रो अफिसमा आएर हामीलाई ल हामीसँग कुरा गर्न मिल्छ। अनि तपाईँहरूको फाइनेन्सेसमा ल एउटा पनि हामीसँग जोइन भएको कुन चाहिँसँग चाहिँ हाम्रो जोइन छ। रहेको कुरा हाम्रो वेबसाइटको, हाम्रो वेबसाइट अन्डर कन्स्ट्रक्सनमा छ, त्यत्रो लेखिरहेको छ त्यहाँ अन्डर कन्स्ट्रक्सनमा छ भनेर। हामीले त्यो मोडल चाहिँ ट्रान्सपेरेन्सी बनाउनुको लागि हामीले यसरी गर्नुपर्छ भनेर हामीले त्यो मोडलहरू तयार पार्दै थियौँ। त्यो तयार पार्दै गर्दाखेरि हामीले आन्दोलन गरिरहेको थियौँ हैन। अब त्यसकै भरमा लगेर त्यसको मुनि लेखिरहेको छ त्यहाँ त, यो सबै कुरा डेटाहरू हैन हामीले सार्दैछौँ, पुरानो डेटाहरू सबै फाइनेन्सेसहरू हामीले सार्दैछौँ, ताकि मान्छेलाई चाहिँ हरेक रुपियाँको हामीलाई हिसाब होस्, थाहा पाओस्, मान्छेले कुन पैसा कहाँबाट आयो र कसरी गयो थाहा पाओस् भनेर ट्रान्सपेरेन्सीको लागि बिल सहित अपलोड गर्नु मिल्ने सिस्टम बनाउनु पर्छ भनेर हामी लागिरहेको थियो हैन। भनेपछि यति विधि ट्रान्सपेरेन्ट हुनु गर्दाखेरि तपाईँको घाटा हो त, यो नराम्रो हो त।